हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईँहरूलाई डिजाइन हब नेपाली युट्युब च्यानलमा। साथीहरू आज पुनः तपाईँहरू समक्ष एकदमै राम्रो चारवटा कोठा भएको घरको डिजाइन लिएर आइसकेको छु। ल हेर्नुहोस् त, तपाईँहरू गाउँमा घर बनाउने विचार गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो घरको डिजाइन एकदम बेस्ट अप्सन हुनसक्छ। सो द्याट तपाईँहरू यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला है त। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको फ्रन्ट फेस रहेको छ भने यतापट्टि हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको राइट एलिभेसन, जतापट्टि तपाईँले टोइलेट बाथरुम पनि देख्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो घरको लेफ्ट एलिभेसन र हाम्रो घरको ब्याक एलिभेसन यस्तो देखिन्छ है त। बाँकी टपबाट हेर्दा ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घर रहेको छ टिन सेटको, जहाँ चाहिँ तपाईँहरूले टिनको छाना देख्न सक्नुहुन्छ भने यो घर हाम्रो एल सेपमा डिजाइन गरिएको छ। ल यो चाहिँ हाम्रो घरको चौतर्फी मोडा थियो साथीहरू। अब चाहिँ हामीले घर राम्रो कि नराम्रो, लेआउट के कस्तो छ त्यो हेरौँ है त। त्यसपछि तपाईँहरूले कमेन्ट मार्फत आफ्नो राय प्रतिक्रिया सल्लाह दिन सक्नुहुन्छ। ल हेर्नुहोस् त, त्यसको लागि मैले तपाईँहरूलाई घरको 3D प्लान लिएर जान चाहेँ। यो चाहिँ हाम्रो घरको 3D प्लान रहेको छ र यहाँबाट हेर्नुहोस् साथीहरू, यो चाहिँ स्टेप्स एरिया प्रोभाइड गरिएको छ, जहाँबाट तपाईँहरू बरन्डामा जान सक्नुहुन्छ भने बरन्डाबाटै प्रत्येक बेडरुममा किचनमा जान सक्नुहुन्छ है त। यसरी चाहिँ घर डिजाइन गरिएको छ। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो दुईवटा बेडरुम रहेको छ यहाँ, त्यसपछि यो किचन रुम र यतापट्टि हेर्नुहोस् त, यो चाहिँ हाम्रो टोइलेट बाथरुम रहेको छ भने यो चाहिँ हाम्रो तेस्रो बेडरुम। अर्थात् यो घरमा जम्मा 3वटा बेडरुम सहित एउटा किचन, जम्मा 4वटा कोठा हुने भयो र यो चाहिँ हाम्रो टोइलेट बाथरुम रहन्छ। टोइलेट बाथरुम जानको लागि यो बाहिर तपाईँहरू कोही गेस्ट अथवा अरू कोही आउनुभएको छ भने यताबाट युज गर्न सक्नुहुन्छ टोइलेट बाथरुम। भने भित्रको लागि पनि यसरी जाने गरी बाटो छुट्याइएको छ, त्यसरी चाहिँ डिजाइन गरिएको छ। बाँकी कुरो आउँछ साथीहरू, हामीले यो घर बनाउँदा मेटेरियल के कस्ता प्रयोग गर्ने त। ल हेर्नुहोस्, धेरैजना साथीहरू कमेन्ट आउँछ कि सर यो एसए प्यानलको घर हो कि के को इँटाको हो कि भनेर सोध्नुहुन्छ होइन। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो इँटा घर रहेको छ है त। लोड बियरिङ स्ट्रक्चर रहेको छ, यसमा हामी पिलर ढलान गर्दैनौँ। तर कस्तो हुन्छ भने इँटाकै पिलर राख्नुपर्ने हुन्छ ठाउँ ठाउँमा, इँटाकै गाह्रो पनि लाउँछौँ र माथिबाट जस्ता पताको छानो हालेर यसरी हामीले यो घर कम्प्लिट गर्छौँ। मेटेरियल भनेको इँटा लाउने भयौँ र माथिबाट जस्ता पाता लाउने भयौँ है त। यो चाहिँ हाम्रो घरको डिजाइन रहेको छ र यो चाहिँ मेटेरियल प्रयोग गरेर हामीले यो घर बनाउँछौँ। बाँकी कुरा आउँछ, हामीले यो घर बनाउँदा लेआउट गर्नको लागि घरको बाहिरी लम्बाइ चौडाइ पनि जान्नुपर्ने एकदम जरुरी हुन्छ। ल हेर्नुहोस् त, मैले तपाईँहरूलाई घरको बाहिरी डाइमेन्सन भन्न चाहेँ। त्यसपछि चाहिँ हामी घरको भित्री डाइमेन्सन, कोठाहरूको डाइमेन्सन, बरन्डाको डाइमेन्सन के कस्तो रहन्छ त्यो चाहिँ जान्नेछौँ है त। ल सुरु गरौँ साथीहरू। यो चाहिँ हाम्रो फ्रन्ट एलिभेसन रहेको छ र फ्रन्ट एलिभेसनको लम्बाइ कति रहेको छ भने ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो बरन्डाको पर्सन, जहाँ 18 फुट तपाईँले यहाँ देख्न सक्नुहुन्छ भने यतापट्टिको यो जुन लेन्थ रहेको छ त्यो चाहिँ हाम्रो 10 फुट 3 इन्ची राखिएको छ। त्यसै गरी साथीहरू यतापट्टि हेर्नुहोस् त, यो चाहिँ हाम्रो फ्रन्टपट्टिकै रहेको छ रुमको साइज, र यतापट्टि हेर्नुहोस् है त, यो चाहिँ हाम्रो लेन्थ कति राखिएको छ भने 18 फुट 9 इन्ची। यो चाहिँ हाम्रो राइट एलिभेसन, र राइट एलिभेसनको लेन्थको कुरा गरौँ त साथीहरू, सरी यताबाट हेरौँ है त। ल हेर्नुहोस् त, 19 फुट 10 इन्ची राखिएको छ र टोइलेट बाथरुमको फ्रन्ट एलिभेसन चाहिँ हाम्रो 6 फुट चौडाइको राखिएको छ भने यसको लेन्थ कति राखेको छ त्यो हेरौँ है त। 9 फुट 2 इन्ची राखिएको छ। र ब्याक एलिभेसनको डाइमेन्सनको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस्, यो चाहिँ हाम्रो घरको ब्याक एलिभेसन रहेको छ र टोइलेट बाथरुम सहित हाम्रो यसको लेन्थ कति राखेको छ भने 42 फुट 9 इन्ची रहेको छ। र यसको लेफ्टपट्टिको जुन लेन्थ रहेको छ त्यो चाहिँ हाम्रो यहाँ कति प्रोभाइड गर्छौँ भने ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो 12 फुट 9 इन्ची रहेको छ र बरन्डा समेत गरेर कति हुन्छ भने ल हेर्नुहोस् त 6 फुट रहेको छ, अर्थात् 18 फुट 9 इन्ची रहेको छ हाम्रो बरन्डा समेत गरेर। यसरी हामीले लम्बाइ चौडाइ राखेर घरको लेआउट गर्दा यो घरले यो स्टेप समेत गरेर कति प्लिन्थ एरिया कभर गर्छ भने 1094 स्क्वायर फुट यो घरले कभर गर्छ। र यतिको घर बनाउँदा हामीले कति खर्च जुटाउनु पर्ने हुन्छ, कति खर्च लाग्छ, ती सम्पूर्ण कुराहरूको जानकारी म तपाईँहरूलाई यो भिडियोको अन्तिमसम्ममा प्रोभाइड गर्नेछु है त। ल अब चाहिँ कुरा गरौँ साथीहरू, हामीले यो घर बनाउँदा घरको भित्री साइजहरू हामीले के कति राख्छौँ त। फेरि मैले तपाईँहरूलाई एकचोटि घरको 3D प्लानमै लिएर जान चाहेँ। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो बरन्डा पर्सन रहेको छ र बरन्डा पर्सनको साइजको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस् त, बरन्डाको लम्बाइ हामी हेर्दैछौँ। यसको लेन्थ यहाँ हामी कति प्रोभाइड गर्छौँ भने 24 फुट र यसको चौडाइ क्लियर स्पानमा 6 फुट राख्छौँ है त। अर्थात् 24 फुट बाई 6 फुटको हाम्रो यतापट्टिको यो बरन्डा हुने भयो भने यतापट्टिको बरन्डा हाम्रो कति रहन्छ त्यो हेरौँ त। 10 फुट 3 इन्ची लम्बाइ हुने भयो र यसको चौडाइ क्लियर स्पानमा 6 फुट नै राख्छौँ यसमा हामी। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो बरन्डा पर्सनको क्लियर स्पानमा लम्बाइ चौडाइ हुने भयो। र एउटा कुरा हामी के गर्छौँ भने ल हेर्नुहोस् त, भित्री वाल जुन यहाँ लगाइएको छ त्यसको छाना हाल्नको लागि हामी गेबल वाल प्रोभाइड गर्छौँ नमस्ते आकारमा। तर बरन्डामा हामीले त वाल हालेको छैन, तसर्थ हामीले यसमा काठकै भर्टिकल पोस्ट प्रोभाइड गर्छौँ, अथवा तपाईँहरूले कङ्क्रिटको अथवा इँटाकै पिलर पनि हाल्न सक्नुहुन्छ बरन्डाको छानाको सपोर्टको लागि। ल हेर्नुहोस् त, मैले यहाँ चाहिँ काठको हालेको छु। अब कुरा गरौँ साथीहरू, ल हेर्नुहोस् त बेडरुमको, त ल हेर्नुहोस् बेडरुमको हाम्रो क्लियर स्पानमा चौडाइ लम्बाइ कति राखेको छ भने ल हेर्नुहोस् है त, यो चाहिँ हाम्रो प्रथम बेडरुम रहेको छ र यसको लेन्थ हामी
11 फुट 2 इन्ची प्रोभाइड गर्छौँ भने यसको चौडाइ क्लियर स्पानमा सेम डाइमेन्सन अर्थात् 11 फुट 2 इन्चीकै राख्छौँ र यसमा ओपनिङको कुरा गर्नुपर्दा साथीहरू दुईवटा झ्याल 4 फुट या 5 फुटको र एउटा ढोका 3 फुट वा 7 फुटको प्रोभाइड गर्छौँ है त। ल यो चाहिँ हाम्रो दोस्रो बेडरुम रहेको छ यो घरको र यसको साइज के कति राख्छौँ भने ल हेर्नुहोस् त 11 फुट 2 इन्ची नै यसको पनि लम्बाइ र यसको चौडाइ पनि 11 फुट 2 इन्ची नै प्रोभाइड गरेर एउटा झ्याल र एउटा ढोका राख्छौँ। झ्यालको साइज हामी सेम 4 फुट या 5 फुटको राखेर ढोका 3 फुट वा 7 फुटको प्रोभाइड गर्छौँ है त। त्यसै गरी साथीहरू यो चाहिँ हाम्रो किचन रुम रहेको छ र तेस्रो कोठा रहेको छ। ल हेर्नुहोस् त यो चाहिँ हाम्रो 11 फुट 2 इन्ची लम्बाइको रहेको छ र यसको चौडाइ पनि सेम अर्थात् 11 फुट 2 इन्चीकै राखेको छ र यसमा एउटा झ्याल एउटा ढोका, झ्याल ढोकाको साइज हामी सेम राख्छौँ र यो हेर्नुहोस् त टोयलेट बाथरुममा जानको लागि बरन्डाबाटै यसरी बाटो छुट्याइएको छ, प्यासेज राखेको छ, यतापट्टि हाम्रो टोयलेट बाथरुम रहन्छ। यसको साइजको कुरा गर्नुपर्दा साथीहरूलाई हेर्नुहोस् त यो चाहिँ हाम्रो प्यासेजको साइज 3 फुट 6 इन्ची राखेको छ क्लियर स्पानमा भने यो चाहिँ हाम्रो टोयलेट बाथरुम र यसको क्लियर स्पानमा डाइमेन्सन हेरौँ त 8 फुट यसको लेन्थ राखिएको छ र यसको चौडाइ क्लियर स्पानमा हामी यहाँ 5 फुट 2 इन्ची राख्छौँ। जसमध्ये सर्टेन पार्टमा तपाईँहरूले यसरी कोमर अथवा प्यान्ट सेट गरेर बाँकी पर्सन एउटा सावर सेट गर्न सक्नुहुन्छ र यसको माथिबाट हामी छत ढलान गरेर माथिबाट तपाईँहरूले खानेपानीको ट्याङ्की पनि राख्न सक्नुहुन्छ। त्यसरी डिजाइन गरिएको छ है त। अब चाहिँ कुरा आउँछ साथीहरू हाम्रो यो घरको तेस्रो बेडरुम अर्थात् चौथो कोठा र यसको साइजको कुरा गर्दैछौँ हामी क्लियर स्पानमा। त ल हेर्नुहोस् त यसको लेन्थ हामी कति प्रोभाइड गर्छौँ 11 फुट 2 इन्ची र यसको चौडाइ हेर्नुपर्दा साथीहरू चौडाइ पनि सेम राखिएको छ अर्थात् 11 फुट 2 इन्ची नै राखिएको छ र यसमा ओपनिङ हेर्नुहोस् त दुईवटा झ्याल एउटा ढोका, झ्यालको साइज हामी सेम प्रोभाइड गर्छौँ 4 फुट वा 5 फुटको र ढोका चाहिँ 3 फुट वा 7 फुटको प्रोभाइड गर्छौँ है त। ल यसरी सेम डाइमेन्सन राखेर तपाईँहरूले घर बनाउन सक्नुहुन्छ। बाँकी कुरा आउँछ वाल थिकनेसको। त ल हेर्नुहोस् यो इँटाको गारो लगाइएको है त, इँटाको वाल त्यो पनि सबै 10 इन्च थिकनेसकै। यसमा हामी ठाउँ ठाउँमा 5 इन्चीको वाल हाल्दा ठाउँ ठाउँमा इँटाको पिलर देखिन्छ तर यसमा सबै 10 इन्चीकै वाल हालिएकोले यसमा इँटाको पिलरको कोप्ला चाहिँ बाहिर निस्किँदैन। बाँकी कुरो आउँछ साथीहरू हामीले यो घर बनाउँदा कति खर्च लाग्छ तर त्योभन्दा पहिले हेर्नुहोस् त मैले चाहिँ यसमा कतिवटा स्टेप्स प्रोभाइड गरिएको छु भने 1 2 3 4 जम्मा 4वटा स्टेप्स प्रोभाइड गरिएको छ यसमा र राइजर यसमा हाम्रो 5वटा रहेको छ 6 इन्चको। तपाईँहरूले प्लेन हाइट डिसाइड गर्दा तपाईँहरूको त्यहाँ रोड लेभलभन्दा मिनिमम 1.5 फुटदेखि 2 फुट उठाएर राख्नु होला। मैले चाहिँ यहाँ जम्मा 2 फुट 6 इन्चीको हाइटमा यहाँ प्लेन हाइट डिसाइड गरेको छु। तपाईँहरूले त्यही हिसाबले बनाउन सक्नुहुन्छ। र बाँकी यता हेर्नुहोस् त यो चाहिँ हाम्रो आँगन पोर्सन रहेको रहन्छ पार्किङको लागि भने यतापट्टि तपाईँहरूले आफ्नो सिटिङ एरिया बनाउन सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ चाहिँ मैले यसरी डिजाइन गरेको छु र बाँकी कुरा आउँछ यसको बजेटको। त ल हेर्नुहोस् त यो घर हाम्रो पुरै फिनिसिङ गर्दासम्म कति खर्च लाग्छ भनेर सोच्दै हुनुहुन्छ भने टोटल तपाईँहरूले 1094 स्क्वायर फुटमा यो घर बनाउँदै हुनुहुन्छ र यो घर बनाउनको लागि तपाईँहरूले कति खर्च जुटाउनु पर्ने हुन्छ भने 17 देखि 18 लाख है त। 17 देखि 18 लाख तपाईँहरूले खर्च गरेर यो घर मजाले बनाउन सक्नुहुन्छ र यो घर बनाउँदा तपाईँहरूले सेटब्याक छोड्नु हुन्छ कि छोड्नु पर्दैन त्यो कुरा पनि जानौँ है त। ल हेर्नुहोस् त यतापट्टि हामीले झ्याल छोडेको छौँ त सर्ट यतापट्टि हामीले सेटब्याक राख्नु परेको छ भने यतापट्टि हाम्रो टोयलेट बाथरुम रहेको छ। यहाँ चाहिँ मैले यति स्पेस छोडेर घर बनाएको छु होइन। बाँकी कुरा आउँछ ब्याक इलेभेसनको। ल हेर्नुहोस् त यतापट्टि हाम्रो कुनै पनि झ्याल ढोकाएर राखेको छैन है त सो द्याट मैले उतापट्टि कुनै पनि सेटब्याक छोडेको छैन। ल हामीले सेटब्याकको पनि कुरा गरिसक्यौँ साथीहरू। अब बजेटको जुन मैले कुरा गरेँ होइन त्यो बजेटमा कस्तो हुन्छ भने ठ्याक्कै यति नै भन्ने हुँदैन। तपाईँहरू कुन क्षेत्रमा घर बनाउनुहुन्छ त्यो हिसाबले पनि कस्ट भ्यारी गर्छ। दुर्गममा बनाउनुहुन्छ भने त्योभन्दा अलिकति बढ्न पनि सक्छ अथवा तपाईँहरूले सुगममै बनाउनुहुन्छ भने थोरै बजेट घट्न पनि सक्छ बिकज अफ ट्रान्सपोर्टेसन है त। मेटेरियल त्यहाँ कतिको एभाइलेबल छ छैन, सजिलो उपलब्ध हुन्छ कि हुँदैन, ती सम्पूर्ण कुराहरू निर्भर गर्छ है त बजेट कम हुन्छ कि बेसी हुन्छ भन्नेमा। अब चाहिँ साथीहरू हामीले यो घर बनाउँदा तपाईँहरूलाई यसमा कुनै कन्फ्युजन भयो भने मलाई व्हाट्सएप नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। व्हाट्सएप नम्बर मैले डिस्क्रिप्सन बक्समा प्रोभाइड गरेको हुन्छु। बाँकी तपाईँहरूलाई यो घरको डिजाइन कस्तो लाग्यो, घरको डिजाइन मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुहोस्। हस् धन्यवाद। नेक्स्ट भिडियो साथ उपस्थित हुनेछु। प्लिज किप वाच, किप सपोर्टिङ अस। थ्याङ्क यू।